जयमासी सबैजनालाई हामी चाहिँ आज हाम्रो बुबाको जन्मथलो गाईखोरी डाँडामा आएको छौँ। आज मिति 2082 साल असोज 28 गते हामी चाहिँ आएका छौँ र अनि यहाँनिर चाहिँ देउराजेमा सानो पार्क बनाउने योजना भएको रहेछ। अनि हामी चाहिँ यहाँ आएर हामीले ख्रिस्टको केही वचन चाहिँ हामीले पवित्र बाइबलबाट हामीले पढ्ने निर्णय गरेका छौँ। अनि यसबाट परमेश्वरको महिमा भएको होस्। अनि हामी चाहिँ मत्ती नयाँ करारको मत्ती 7 अध्यायको 1 देखि हामी 3 सम्म पढ्नेछौँ र हामीले बुझेको जति हामी उल्था पनि गर्नेछौँ, हामीले सम्झाउनेछौँ। एक पदमा भन्दछ, मत्ती 7 को 1 अध्यायमा 7 को 1 पदमा भन्दछ, अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ। र 2 पदमा भन्दछ, किनभने जसरी तिमीहरू अरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नापिनेछौ त्यसरी नै तिमीहरूका निम्ति पनि नापिनेछ। र 3 मा भन्दछ, किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ तर तिम्रो आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ। र 4 मा भन्दछ, ए ढोङ्गी, 4 मा चाहिँ यसो भन्दछ, अथवा तिम्रो आफ्नै आँखामा मुढा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ। आमेन। अनि हामी चाहिँ यहाँबाट के शिक्षा पाउँछौँ भने, मेरो बुझाइमा चाहिँ अब सबैको बुझाइ फाल्टो फाल्टो हुन्छ होइन। म चाहिँ मेरो तरिकाबाट केही बोल्न चाहन्छु। अनि यो कुराबाट चाहिँ म चाहिँ बुझ्दछु कि हामी संसारमा छौँ अनि हामीले चाहिँ कति कुराहरू गल्ती गरिरहेका हुन्छौँ। अनि हामी क्षमा पनि माग्दछौँ, परमेश्वरलाई क्षमा पनि माग्दछौँ। अनि हामी ख्रिस्टमा हामी दिनै पछि नयाँ पनि हुँदछौँ। तर संसारको मानिसहरूले चाहिँ हामीले गरेको एउटा गल्तीलाई नै उसले चाहिँ देखाएर अनि उनीहरूले चाहिँ हामीलाई बार बार हामीलाई त चाहिँ यस्तो हो उस्तो हो भनिरहेको हुन्छ। तर पनि हामीलाई चाहिँ हाम्रो परमेश्वरले चाहिँ हामीलाई माफ गरिसक्नु भएको हुन्छ। हामीलाई चाहिँ हामीले जसरी हामीले कागजमा हामीले पेन्सिलले लेख्दछौँ अनि फेरि इरेजरले हामीले त्यसलाई मेट्दछौँ, त्यसरी नै परमेश्वरले चाहिँ हाम्रो पापहरू चाहिँ हामीले गरेका पापहरू चाहिँ इरेजरले त्यो पेन्सिलले लेखेको मेटाए चाहिँ हाम्रो पापहरू परमेश्वरले मेटाइदिनुहुन्छ। अनि हामी संसारमा छौँ अनि कति कुराहरू चाहिँ हामीले क्रिस्चियन भएर हामीले चाहिँ अरूलाई दोष नदिने र आफू पनि दोषी नठहरिने। अनि बाइबलले चाहिँ यही भन्दछ, अरूलाई दोष नदिनु र आफू पनि दोषी नठहरिनु। किनभने हामी जसरी अरूलाई दोष दिन्छौँ उनीहरूले पनि हामीलाई त्यसरी नै दोष दिँदछ। यही भन्न चाहन्छु। र यसबाट कति भुलटुटी हुनसक्छ। अनि अब बुबाले के भन्न चाहनुहुन्छ, बुबाको कुरा पनि राख्न चाहन्छु। यो कुराहरूमा त्यति नै हो। अब हामी अलिकता हतार पनि छ, त्यही भएर यहाँबाट हामी गाईखोरी डाँडातर्फ लाग्नेछौँ। हामीले यो वचन सुनेकोमा आशिष पाउन सकेका छौँ अवश्य पनि। परमेश्वरले आशिष दिनुभएको छ। हामी 4 जना 5 जना छौँ अनि हामीलाई सुख शान्ति सधैँ मिलिरहोस्। हामी कसैलाई दोषी पनि ठहराउन सक्दैनौँ भन्ने कुराहरू बुझेका छौँ यो वचनबाट। अनि यति नै हो। जय मसी।